तलब अनि उपचार खर्च सबै पाएँ। त्यो हुन्डाई इन्सुरेन्सबाट पनि मैले करिब 62 लाख प्राप्त गरेँ। नमस्ते, म अमृत पाठक, हुन्डा इन्सुरेन्स दक्षिण कोरिया। मेरो मुख्य उद्देश्य दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण विदेशीहरू, नेपाली दाजुभाइहरू लगायत सम्पूर्णलाई यो दक्षिण कोरियामा गरिने बिमा प्रणाली जुन सिल्बी र छोङाप छ त्यसको बारेमा जानकारी गराउनु हो। रोग लागेमा, चटपटक लागेमा अथवा दुर्घटना भएमा हुन्डा इन्सुरेन्सले उपचार खर्च कसरी कभर गर्छ भन्ने यहाँहरू जानकारी गराउने क्रममा आज मसँग हुनुहुन्छ राम भाइ। उहाँको पनि कम्पनीमा काम गर्ने क्रममा लगभग 4 महिना अगाडि ओठमा सामान्य चोट लागेको थियो र यस बारेमा उहाँले सामान्य हुन्डा इन्सुरेन्स गरेर कसरी सेवा सुविधाहरू लिनुभयो भन्ने कुरा उहाँले बताइदिनुहुन्छ। नमस्ते यहाँहरू सम्पूर्णमा। मेरो नाम चाहिँ राम केसी, हाल दक्षिण कोरिया। म यहाँहरू समक्ष एउटा सानो अनुभव सुनाउन आएको। विगत 6 महिना अगाडि मैले हाम्रो अमृत पाठक सरलाई भेटेर हुन्डाई इन्सुरेन्सको बारेमा बुझ्ने मौका पाएँ र बिमा पनि गरेँ। त्यसै दौरानमा कम्पनीमा काम गर्दै गर्दा मेरो सामान्य औँलामा क्षति हुन पुग्यो र हस्पिटलको बसाइ। त्यसमा मैले सान्जे पनि गरेँ। सान्जे मार्फत क्षतिपूर्ति स्वरूप तलब अनि उपचार खर्च सबै पाएँ र मैले गरेको हुन्डाई इन्सुरेन्सबाट पनि मैले करिब 62 लाख प्राप्त गरेँ। मैले यो सन्देशमूलक भिडियो बनाउनुको उद्देश्य के हो भने जति पनि कोरियामा हुनुहुन्छ नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, रोग लागेर चाहे दुर्घटना होस्, चाहे रोग होस्, चाहे अरू अन्य बिरामी होस्, बिरामी भएर उपचार गर्दै गर्दा क्षति पैसाको लागि, शरीर त क्षति नै भयो तर पैसाको लागि फेरि अरू पनि साथीहरूसँग हात फैलाउनु भन्दा आफूले आफ्नो लागि बिमा गरेर सुरक्षित हुन उपयुक्त देख्छु मैले।